हेलो सबैलाई नमस्कार। म कुलमान मोक्तान। हामी चाहिँ अहिले मनाङ जिल्लाको धारापानी भन्ने ठाउँतिर चाहिँ नेट जोडेर हिँडिराखेका छौँ। हाम्रो भाइले चाहिँ नेट जोड्ने काम गरिराखेको छ, तार तानेर राउटर मिलाउँदै छ भाइले। हाम्रो चाहिँ यहाँ सी डाटा राउटर छ। सी डाटा राउटर 5G राउटर हो। प्रत्येक होटलहरू कस्टमरको लाइनहरूमा पीडीएस सर्भर नेटवर्कले विकट गाउँहरूको चाहिँ सेवा दिने मूल उद्देश्यका साथ हामी मनाङ जिल्लाका हरेक विकट ठाउँतिर पनि यसरी नेटवर्किङ गर्दै वाइफाई जोड्दै सेवा सुविधाहरू दिने क्रममा हामी धारापानी यहाँ चाहिँ मनाङ जिल्ला नाचो गाउँपालिका 3 पर्छ। धारापानी मनाङ तपाईहरुले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ कति राम्रा होटलहरू हुन्छन्। यो होटलहरूमा चाहिँ गेस्टहरू आउनुहुन्छ र जहाँ चाहिँ होटलमा गेस्टहरू आउनु भइसकेपछि इन्टरनेट छैन भन्ने बित्तिकै बुकिङ गरेका होटलहरू पनि चाहिँ कस्टमर भनौँ अथवा गेस्ट भनौँ, उहाँहरूले चाहिँ होटल नै छोडेर इन्टरनेट भएको ठाउँतिर जुन होटलमा चाहिँ इन्टरनेट भएको छ त्यो ठाउँमा चाहिँ फेरि बुक गर्न जान्छ। त्यस कारणले इन्टरनेटको चाहिँ बहुत मूल्यवान भएको कारणले चाहिँ यहाँ हामीले आफ्नो सेवा विस्तार गरेर अगाडि बढाइराखेका छौँ। हाम्रो चाहिँ अहिले खङसार माथि हुम्डे सबै ठाउँतिर चाहिँ तार तानेर कम्प्लिट भइसकेको छ र एफटिटिएचको काम चाहिँ हामीले चाम्चेसम्म पुर्याइसकेका छ। अहिले धमाधम नेट जोड्दै हामी हिँडिराखेका छौँ। तपाईँले पछाडिको दृश्यमा देख्न सक्नुहुनेछ। एउटा चाहिँ हाम्रो पहिला वायरलेस राउटर थियो, जहाँ डाँडामा टावर राखेर चाहिँ इन्टरनेट दिन्थ्यो भने अहिले चाहिँ हामीले पोलमा तार तानेर यसरी अप्टिकल फाइबर मार्फत चाहिँ हामीले 5G राउटर कनेक्सन गर्दै प्रत्येक गाउँ होटल घरहरूमा सेवा विस्तार गर्दै आइराखेका छौँ। तपाईहरुलाई कस्तो लाग्छ हाम्रो कामहरू? काम गर्नै पर्छ, जस्तो सुकै जेसुकै भए पनि काम आफ्नो सिप भनेको सिप नै हुन्छ। त्यही भएको कारणले काम सानो ठुलो हुँदैन, जस्तो पनि काम गर्न चाहिँ मान्छे तत्पर हुनु आवश्यक छ। यसले चाहिँ आफ्नो जीवनलाई सहजता तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने मेरो चाहिँ उद्देश्य हो। त्यही कारणले हामी चाहिँ अहिले अब यो चैत महिनाको आज 5-6 गते गइसकेको छ, तैपनि यता चाहिँ हामी मोटा ज्याकेट लगाएर आफ्नो कामहरू गरिराखेका छौँ। सबैलाई धन्यवाद। भिडियो हेरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद।